झापामा बालेन शाहले जित्यो भने कान काट्छु भन्नेलाई फोन गर्दै कुरा गर्दै हुनुहुन्छ है। सुन्नुहोस् है त। बालेनले झापाबाट जित्यो भने कान काट्छु, टप पनि बालेनलाई दिन्छु भन्ने दिदीलाई फोन गर्दैछु ल हेर म त जिस्कामै त के भन्नुहुन्छ। रिसाउने होला के बक्क पनि। हेलो दिदी नमस्ते। नमस्ते। सन्चै हुनुहुन्छ? सन्चै छु नानी। अनि तपाईको झापाबाट त बालेनले जित्ने भएछ त है? बालेनले जित्छ भन्ने के थाहा? बालेनले अझ भोट बन्दैछन्। अझै पनि तपाईलाई एमाले एमाले जित्छ भन्ने हो छ? तपाईको कान फाइनल त भएको छैन। कस्तो फाइनल भएपछि मात्रै हो थाहा हुने। फाइनल अझै पनि आशा छ तपाईलाई भनेपछि। यदि बालेनले राष्ट्रपाले झापाबाट जित्यो भने चाहिँ कान काट्छु भन्नुभएको थियो नि। अनि त्यो कानको सुन पनि बालेनलाई दिन्छु भन्नुभएको थियो। यो तपाईले साँच्चै नै बोल्नु भएको हो नि? कान काट्नुहुन्छ नि तपाईले? अझ फाइनल भएको छैन। फाइनल भयो भने अब त्यो त्यति बेलाको कुरो हो। अब मेरो मेरो कुरो हो। तपाईले कान काट्ने कि नकाट्ने पहिला भन्नु। तपाईले कान त काट्नुहुन्छ नि जित्यो भने? पहिला फाइनल तपाईको मान्छे तपाईले काट्नु भएन भने अब मिडियामा आएर यसरी बोल्नु भएको छ। तपाईको भिडियो जता काट्दिनु भयो त। मलाई बोल्नु मन लागेन। कस्तो बोल्नु मन लागेन हो र? तपाईले मिडियामा आएर सबै